Namaste everyone, this is Khum from Infos Technical Education Center र आजको भिडियोमा म तपाईहरुलाई अब 2082 सालको एससी एक्जाम आउँदैछ त्यसैलाई लक्षित गरेर कम्पलसरी इंग्लिश अन्तर्गतको जो राइटिङ सेक्सन हुन्छ त्यो राइटिङ सेक्सन अन्तर्गतमा अबका भिडियोजहरुमा म चाहिँ त्यसलाई चाहिँ त्यो क्वेशनलाई सम्झाउने त्यो क्वेशनले के भन्न खोजेको छ हैन त्यो क्वेशनको कसरी लेख्न उत्तर आन्सर लेख्न सकिन्छ त्यसको विषयमा चाहिँ म तपाईहरुलाई चाहिँ आन्सर सिट सहितको क्वेशनहरु लिएर उपस्थित हुनेछु तपाईहरुको बालबालिकाहरु अथवा तपाईको स्टुडेन्टहरु पनि एससी एक्जाम दिदै हुनुहुन्छ 2082 को भने यो भिडियोलाई तपाईहरुले हेर्नु होला र अन्य साथीहरुलाई पनि भिडियो शेयर गर्नु होला पक्कै पनि तपाईहरुलाई कम्पलसरी इंग्लिशमा राइटिङ सेक्सन लेख्नको लागि यो भिडियोले तपाईहरुलाई मद्दत गर्नेछ फ्री भएको समयमा तपाईले साँझ बिहानको समयमा यो राइटिङ सेक्सन हेर्न सक्नुहुन्छ फ्री राइटिङ सेक्सनमा क्वेशन नम्बर 5 देखि 8 सम्म जो 5 मार्क्सको र 8 मार्कको चाहिँ जो क्वेशन्सहरु आउँछन् 6 मार्कको जो क्वेशन्सहरु आउँछन् त्यो क्वेशनको म सोलुसन लिएर उपस्थित हुनेछु तसर्थ हजुरले यो भिडियोजलाई चाहिँ एकदम स्किप नगरिकन हेर्नु होला तपाईले आफ्नो बालबच्चाहरुलाई पनि यो भिडियो शेयर गरिदिनु होला अनि तपाईहरुको जति पनि एससी दिने साथीहरु हुनुहुन्छ सबैलाई यो भिडियो एकचोटी शेयर गर्नु होला अनि भिडियोमा लाइक कमेन्ट पनि गर्नु होला म यो कम्पलसरी इंग्लिश अन्तर्गतको राइटिङ सेक्सनको क्वेशन नम्बर 5 देखि क्वेशन नम्बर 8 सम्मको हरेक हप्ता जस्तो म यो क्वेशनको सोलुसनहरु लिएर उपस्थित हुनेछु र म तपाईलाई इंग्लिश नेपाली दुईटै मिडियममा म तपाईलाई यो आन्सर लेख्ने मेथड्सहरु म तपाईहरुलाई यो भिडियो मार्फत सम्झाउने छु र तपाईहरुलाई पनि यो गर्ने छु स्क्रिनमा हामी देखिरहेका छौं यहाँ स्क्रिनमा चाहिँ एउटा स्लाइड्स बनाएको छ स्लाइडमा चाहिँ क्वेशन नम्बर 5 अन्तर्गतको एससी इंग्लिश पेपर राइटिङ सेक्सन भनेर चाहिँ यसको हेडिङ्समा मैले राखेको छु जसमा क्वेशन रहेको छ सपोज that you are going to start a restaurant in your own locality after ACE. Prepare a menu of food items available at your restaurant with the help of given clues in about 100 words. These clues are name of your locality, snacks, drinks, lunch, dinner, home like environment यस्तै क्लुजहरु दिएको छ यसलाई यो क्वेशनलाई एकचोटी हेरौं कस्तो हुन्छ भने इंग्लिशमा कम्पलसरी इंग्लिश अन्तर्गत आउने यस्तो जो क्वेशन्सहरु हुन्छ यो 5 मार्क्सको क्वेशन हुन्छ यस्तो यसमा तपाईलाई एउटा प्याराग्राफ टाइपको लेख्नको लागि दिएको छ यहाँ चाहिँ योलाई चाहिँ मैले नेपालीमा पनि लेखेको छु मानौ तपाई एससी परीक्षा सकेपछि आफ्नो घर परिवारको वरिपरिको स्थानमा एउटा रेस्टुरेन्ट खोल्न लाग्नु भएको छ दिएका क्लुजहरु अथवा संकेतहरु प्रयोग गरी करिब 100 शब्दमा तपाईको रेस्टुरेन्टमा पाइने खानेकुराको मेनु तयार गर्नुहोस् भनेर चाहिँ यो क्वेशनले तपाईलाई त्यो कुरा मागेको छ र कतिपय हाम्रो सामुदायिक विद्यालयहरुमा पढ्ने भाइबहिनीहरु जो सानैदेखि इंग्लिशमा लाई नबुझ्ने अथवा सानैदेखि इंग्लिशलाई नेपालीमा उल्था गरेर पढ्ने जो मनस्थिति भएको भाइबहिनी हुनुहुन्छ उहाँहरुले चाहिँ यो क्वेशन बुझ्नलाई चाहिँ अलि गाह्रो मान्नु भएको हुन्छ सबभन्दा यो के हेर्नु पर्यो त भन्दा कतिपय क्वेशनमै यहाँ हामीले मिलाएर लेख्ने प्याराग्राफको वर्ड्सहरु यही क्वेशनमा नै हुन्छन् हामीले यही क्वेशन्सबाट विभिन्न वर्ड्सहरुलाई प्रयोग गरेर पनि हामीले चाहिँ यसको एउटा प्याराग्राफ अथवा एउटा सूची तयार गर्न सकिन्छ जस्तै सूचीमा यहाँ मैले नेपालीमा राखिदिएको छु तपाईको स्थानको नाम नास्ता हैन स्न्याक्स भनिसकेपछि पेय पदार्थ ड्रिंक्सहरु के उपलब्ध छन् दिउँसोको खाना लन्चमा के छ बेलुकाको खाना डिनरमा के छ अनि घर जस्तो वातावरण कस्तो छ भनेर त्यही क्लुजलाई चाहिँ प्रयोग गरेर हामीले चाहिँ आन्सर लेख्नु पर्ने हुन्छ डेफिनेटली म ढिला नगरिकन यसको सोलुसन म तपाईलाई देखाउन गइरहेको छु हेर्नु होला र यो सोलुसन तपाईहरुले पनि यो भिडियोलाई तपाईले चाहिँ स्टप गरेर तपाईले कपीमा यसको आन्सरहरुलाई लेखेर पढ्दाखेरि धेरै अझै राम्रोसँग बुझ्न सकिन्छ जस्तै यहाँ हेयर्स अ सिम्पल आन्सर इन इंग्लिश अराउन्ड 100 वर्ड्स बेस्ड अन द गिवन क्लुज भनेर चाहिँ राखेको छ
अनि यो क्लुजलाई प्रयोग गरेर यहाँ विभिन्न कुराहरू लेखेको छु मैले, जस्तै कसरी प्याराग्राफ लेखेको छ। आई एम प्लानिङ टु स्टार्ट अ रेस्टुरेन्ट इन ग्रुबाकोट द्याट अफर्स अ कोजी होम लाइक इन्भाइरोमेन्ट फर एनी वान। फर स्न्याक्स विल सर्भ मोमो, समोसाज, फ्रेन्च फ्राइज एन्ड स्प्रिङ रोल्स. Our drinks menu will include fresh juices, tea, coffee, and soft drinks. For lunch, customers can enjoy dal bhat, vegetables curry, chapati, and rice dishes. During dinner, we will offer vegetables varieties like grilled chicken, noodles, fried rice, and soups. The restaurant aims to provide delicious, fresh and affordable meals with a warm and welcoming atmosphere, making anyone feel at home while enjoying their food. भनेर ती माथिका क्लुजहरूलाई धेरैजसो हेर्नु त, यो आन्सरमा मैले धेरैजसो वर्डहरू माथि क्वेसनबाटै टिपेर चाहिँ यहाँ सेन्टेन्समा मिलाएको छ। जस्तै स्न्याक्सहरू भयो, ड्रिङ्क्सहरू भयो, होइन, लन्च भयो, डिनर भयो, अनि त्यसपछि रेस्टुरेन्ट, होइन, रेस्टुरेन्ट लाइक होम, वेलकमिङ एटमोस्फियर एक्सेट्रा, सो मेनी वर्ड्सहरू चाहिँ हामी माथि क्वेसन्सबाटै हेरेर चाहिँ लेखिने गरेका छौँ र यसलाई चिटिक्कको यो प्याराग्राफ बनाएर यसको मेनुजहरू हामीले यस्तो यस्तो चाहिँ उपलब्ध गराउँछौँ भनेर राखेको छ यो प्याराग्राफमा। अनि हामीले यसलाई उत्तर लेख्दाखेरि यसरी प्याराग्राफमा लेख्दा पनि हुन्छ, अनि सूची बनाउँदा पनि हुन्छ, होइन। सम हामीहरूले चाहिँ के को सूचीहरू चाहिँ हामीले चाहिँ राख्न सक्छौँ त यसमा भनेर चाहिँ, जस्तै कि ड्रिङ्क्स आइटममा चाहिँ यो लिस्ट, होइन, सम लिस्ट अफ ड्रिङ्क्स आइटम्स आर गिभन बिलो भनेर ड्रिङ्क्स आइटमको, त्यसपछि सम लिस्ट अफ गिभन बिलो भनेर चाहिँ डिनर आइटमको, लन्च आइटमको पनि सूचीमा, लिस्टमा पनि बनाएर देखाउन सक्छौँ। तर यसरी लेख्दाखेरि पनि यसलाई चाहिँ अब तपाईँको आन्सर चाहिँ मिल्न जान्छ है। यो भयो यो 5 नम्बर्सको, यसमा चाहिँ 100 वर्ड्सहरू छन्। त्यसपछि अब म अर्को क्वेसनतर्फ जान्छु। क्वेसन नम्बर 6मा मोडल क्वेसन छ यहाँ, राइट अ न्युज स्टोरी विथ द हेल्प्स अफ द गिभन क्लुज इन अबाउट 100 वर्ड्स। यो चाहिँ न्युज स्टोरी भनेको छ, होइन, एउटा चाहिँ तल दिएको सङ्केतहरूको आधारमा, तल दिएको क्लुजहरूको आधारमा तपाईँहरूले चाहिँ एउटा न्युज स्टोरी बनाउनुहोस् भनेर यो पनि 5 मार्कको दिएको हुन्छ है। अब यसमा न्युज स्टोरीमा जस्तै यहाँ एउटा राखेको छ रिच मर्चेन्ट, होइन, एउटा चाहिँ धनी व्यापारीको विषयमा चाहिँ भनेको छ, रिच मर्चेन्ट। अनि किडन्याप्ड इन काठमाडौँ, 46 इयर्स ओल्ड, नेम्ड जीवन पाण्डे। अनि रिटर्निङ फ्रम एबिसी ब्याङ्क्स, अनि किडन्याप्ड बाई अ यङ, रेट्स 30 लाख, ऱ्यान्सम, पुलिस इन्भेस्टिगेसन गोइङ अन भनेर चाहिँ यहाँ मजाले तपाईँको क्लुजहरू चाहिँ दिएको छ। अब हामीले न्युज स्टोरी बनाउँदा, होइन, यसलाई यिनै क्लुजहरूलाई चाहिँ प्रयोग गर्ने, यसको मिनिङहरू पनि हामीले यही क्लुजमा भेटेपछि पाउँछौँ है। जस्तै यहाँ तल दिएको छ, दिएका सङ्केतको आधारमा करिब 100 शब्दमा समाचार लेख्नुहोस् भनेर चाहिँ यस्तो खालको समाचार स्टोरी लेख्नको लागि सानो 5 नम्बरको आउँछ। यो क्वेसन चाहिँ छोड्नै नहुने क्वेसन हो है साथीहरू। यसलाई चाहिँ तपाईँको किन भन्दा आन्सरहरू यहीँ मिलाएको छ, यिनै वर्डहरूलाई, यिनै क्लुजहरूलाई चाहिँ प्रयोग गरेर हामीले आन्सर लेख्नुपर्ने हुन्छ। त्यसो भएको कारणले गर्दाखेरि अब हेरौँ है त। अब यसको उत्तरहरूलाई चाहिँ मैले तपाईँलाई सोल्युसन गरेर देखाएको छु, एउटा सोल्युसन फर इक्जाम्पल। अनि तपाईँहरूले पनि यसलाई भिडियोलाई चाहिँ स्टप गरेर तपाईँले कपीमा सार्न सक्नुहुन्छ र यसलाई पढ्न सक्नुहुन्छ यो मोडलमा है। तपाईँलाई कम्पलसरी इङ्ग्लिसमा पास गर्नको लागि यो फ्री राइटिङले तपाईँलाई एकदम मद्दत गर्नेछ। भिडियोलाई एकचोटि आफ्नो साथीहरूसम्म पुर्याइदिनु होला प्लिज। ल हेर्नुहोस् त, यसको शीर्षक चाहिँ मैले के राखेको छु भनेपछि रिच मर्चेन्ट किडन्याप्ड एट काठमाडौँ है। यसको शीर्षक चाहिँ द टाइटल अफ दिस न्युज स्टोरी इज रिच मर्चेन्ट किडन्याप्ड एट काठमाडौँ। The answer is Kathmandu, a wealthy businessman, 46 years old, Jeevan Pandey, was reportedly kidnapped yesterday.
while returning from ABC Bank. According to police reports, Pandey was abducted by a gang demanding a ransom of rates 30 lakhs for his safe release. The indicate the incident has shocked the local community, as such crime are rare in the area. Authorities have launched an immediate investigation, and security forces are tracking leads to uh, rescue Pandey safely. The police have urged the public to remain vigilant and provide any information that could help in capturing the suspects and ensuring the merchant's quick release. यसरी चाहिँ जो न्युज स्टोरी छ माथिको त्यसलाई चाहिँ हामी जस्तोको तस्तै सेन्टेन्सहरूलाई अगाडि पछाडि मिलाएर म्याक्सिमम वर्ड्सहरू चाहिँ हामी माथि दिएको क्लुजहरूबाटै चाहिँ यहाँ राखेका छौँ र यसरी चाहिँ हामीले यो न्युज स्टोरी बनाएका छौँ। तपाईँले पनि यसलाई कपीमा नोट डाउन गरेर अनि यो न्युज स्टोरी यस्तो खालको बनाएको न्युज स्टोरीलाई चाहिँ आफूले रेफरेन्सको लागि पढ्न सक्नुहुन्छ र यस्तै खालको परीक्षामा पनि लेख्न सक्नुहुन्छ है। अब अर्को क्वेसनतर्फ जाउँ। क्वेसन नम्बर 7 अन्तर्गतको कम्पोज अ डायलग बिट्विन टु फ्रेन्ड्स टकिङ अबाउट द इम्पोर्टेन्स अफ होममेड फुड इन अबाउट 150 वर्ड्स, राइट एट लिस्ट 6 एक्सचेन्जेस भनेर चाहिँ यो क्वेसन छ। दुई साथीबीच घरको बनाएको खानाको महत्त्वबारे 6 भन्दा बढी संवादको साथ 150 शब्दभित्रको संवाद तयार गर्नुहोस् भनेर चाहिँ यो संवाद कन्भर्सेसन जो डायलग छ यो पनि 6 मार्कको चाहिँ डायलग छ। यस्तो खालको आउँछ कम्पलसरी इङ्ग्लिसमा र तपाईँले यसलाई चाहिँ सोलुसनको रूपमा कसरी गर्न सक्नुहुन्छ भन्दा मैले यहाँ सोलुसन राखेको छु। टु फ्रेन्ड्स आर जस्ट टकिङ हियर हैन, द डायलग्स आर गिभन बिलो भनेर लेख्न सक्नुहुन्छ। अनि अमित र सीताको चाहिँ डायलग छ। अमित, हाई सीता, आई नोटिस यु अलवेज ब्रिङ होममेड लन्च, वाइ डु यु प्रिफर इट? सीता, hi Amit, I think homemade food is much healthier than outside food. You know actually what goes into it? Amit, that's true. Street food may taste good, but it often contains too much oil and spices. Sita, exactly. Exactly, homemade food is fresh and hygienic. It helps in maintaining good health and prevent many illnesses. Amit, you are right. I should start bringing food from home too. It's healthy and satisfying. Sita, trust me, when you get used to it, you will feel the difference in your health and energy. So there are talking two friends, they are talking here and this is called dialogues. हामी यो मेथडमा चाहिँ कुनै पनि विषयवस्तुमा दुईवटा साथीले गरेको डायलग्सहरू हामी 6 वटा एक्सचेन्जमा चाहिँ हामी लेखेका छौँ। 1 2 3 4 5 6 हैन, यसरी चाहिँ हामी बनाउन सक्छौँ र यस्तो खालको क्वेसन्सबाट तपाईले 6 मार्क चाहिँ प्राप्त गर्न सक्नुहुन्छ। अब राइटिङ सेक्सन अन्तर्गतकै अर्को 8 अथवा 10 नम्बरको या त तपाईहरुलाई चाहिँ एप्लिकेसन्स हैन, जब एप्लिकेसन अथवा राइटिङ लेटर टु योर फ्रेन्ड्स एन्ड अल अथवा चाहिँ एस्से जो मध्येको एउटा चाहिँ यसमा यो लङ क्वेसन अन्तर्गत आउँछ। कहिलेकाहीँ चाहिँ सेन्टेन्सलाई यसरी क्लुजहरूलाई यसरी जोडेर सेन्टेन्सहरूलाई जोडेर तपाईलाई चाहिँ एउटा कुनै कन्डिसन दिएर त्यसमा लेटर लेख्नु साथीलाई
होइन भनेर चाहिँ आएको हुन्छ। जस्तै यहाँ पनि त्यस्तै छ, हेर्दाखेरि चाहिँ यो क्वेसन 8 मार्कको छ। क्वेसनले के भनेको छ भन्दाखेरि मेनी पिपुल कन्सिडर द्याट वी सुड नट बी डिस्करेज बाई फेलियर in life. We should rather take our failure as an opportunity to correct our mistake and achieve success next time. Write a letter to your friends who is not getting success as he is or she is expected, convincing him or her failure as pillar of success. Include relevant examples as well भनेर चाहिँ यो क्वेसन चाहिँ आएको छ। अब यो क्वेसनले के भन्छ चाहिँ धेरै मानिसहरू भन्छन् कि जीवनमा असफलताबाट निराश हुनु हुँदैन। हामीले असफलतालाई आफ्नो गल्ती सच्याउने अवसरको रूपमा लिनुपर्छ र अर्को पटक सफलता हासिल गर्न प्रयत्न गर्नुपर्छ। यस्तो विचारलाई ध्यानमा राखेर आफ्नो साथीलाई पत्र लेख जो अपेक्षित सफलता पाउन सकिरहेको छैन। पत्रमा असफलतालाई सफलताको आधार भएकोमा उसलाई विश्वस्त पार र सम्बन्धित उदाहरणहरू समावेश गर भनेर चाहिँ यो क्वेसनले भन्न खोजेको छ है। हजुरले क्वेसन बुझ्दाखेरि यस्तो सानो सानो जस्तै मेनी पिपुल कन्सिडर द्याट वी सुड नट बी discouraged by failure in life, होइन। We should rather take to failure and as an opportunity to correct our mistakes and achieve success next time भनेर चाहिँ यो चाहिँ तपाईलाई मेन के भनेको छ त भन्दाखेरि धेरै मानिसहरू चाहिँ भन्छन् कि जीवनमा असफलता निराश हुनु हुँदैन। हामीले असफलतालाई आफ्नो गल्ती सच्याउने अवसरको रूपमा लिनुपर्छ र अर्को पटक सफलता हासिल गर्न प्रयत्न गर्नुपर्छ भन्ने जो माथिको लाइन छ यसलाई चाहिँ साथीलाई सम्झाउँदै चिठी लेख्नुहोस् भनेर चाहिँ यो आएको छ क्वेसन। हेर्नुहोस् है त, यसलाई मैले सोल्युसन गरेको छु होइन। हेरौँ सोल्युसनमा आन्सर मैले एक किसिमको तपाईँले चाहिँ माथि डेट पनि राख्न सक्नुहुन्छ यतापट्टि। डियर राकेश, साथीलाई लेख्दा डाइरेक्ट नाम। I hope this letter find you in good health and spirits. I hear that you are feeling disappointed because things are not going as you expected. I want to remind you that failure is not the end. It is often the first step toward success. Many great people have failed before achieving their goals. For example, Thomas Edison tried thousands of times before inventing the electric bulb. Similarly, J.K. Rowling faced multiple rejections before the Harry Potter series became a worldwide success. These examples shows that failure are not things of weaknesses but step. Instead of feelings disheartened, try to analyze what went wrong and work on it. Every failure teaches as a lesson that guides us towards success. Remember, patents, perseverance and hard work always pay off in the end. Keep believing in yourself, and I am sure that your efforts will bear fruits very soon. With best wishes, गोविन्द अग्रवाल है। यसरी चाहिँ यो चिजहरूलाई चाहिँ यहाँ जस्तै 2-4वटा मान्छेहरूको माथि होइन हामीले चाहिँ इक्जाम्पल्स पनि दिएका छौँ यो लेटरमा चाहिँ। यस्तै गरी तपाईँहरूले पनि थोमस एडिसन्स tried thousands of times before inventing the electrical bulb होइन। Similarly, J.K. Rowling
फेस मल्टिपल रिजेक्सन्स बिफोर द हरी पेटर होइन, यो व्यक्तिहरूले चाहिँ जीवनमा फेल खाएको थिए होइन। अनि त्यो भएको कारणले गर्दा उनीहरू पटक पटक फेल खाए पनि फेरि जीवनमा सफल हुन सकेका थिए। तसर्थ तपाईँ पनि होइन सफलताको शिखरमा चाहिँ पुग्न सकिन्छ। किप डुइङ समथिङ अनि हार्ड लेबर, डु हार्ड लेबर होइन, एन्ड वान डे विल डेफिनेटली become a success and having a getting a our goals and achievement भन्ने कुरालाई चाहिँ हामी यो चिठी मार्फत चाहिँ लेखेका छौँ। र आजको भिडियो हजुरलाई कस्तो लागेको छ होइन, तपाईँहरूले यो भिडियोजलाई अहिले दिने जो पनि भाइ बहिनीहरू हुनुहुन्छ, भाइ बहिनीहरू तपाईँको घरमा छोराछोरीहरू होलान् होइन, उहाँसम्म यो भिडियो सेयर गरेर पुऱ्याइदिनु होला। उनीहरूले साँझको टाइममा मोबाइल ल्यापटप फेसबुक हेरेको बेलामा चाहिँ यो चिज हेर्नुभयो भने उहाँलाई डेफिनेटली 82को जो इक्जाम दिँदै हुनुहुन्छ कम्पलसरी इङ्ग्लिसको, त्यसमा चाहिँ फ्री राइटिङ लेख्नको लागि मद्दत हुनेछ। म फेरि अर्कोचोटि अर्को पेपर यस्तै मोडल क्वेसन्सको अर्को पेपरको चाहिँ सोल्युसन लिएर तपाईँहरूको बिचमा उपस्थित हुनेछु। तबसम्मको लागि तपाईँहरूलाई यो भिडियो कस्तो लाग्छ तपाईँहरूले चाहिँ कमेन्ट लेख्न नबिर्सिनु होला। थ्याङ्क यू फर वाचिङ।